साथीहरू, आज चाहिँ म कोरेसोले कोरेको आँपको अचार बनाउन गइरहेको छु है। सबैजना यो चाहिँ हाम्रो कोरेसोले कोरेको आँप हो है। मैले चाहिँ बिहानै कोरेसोमा कोरेर एक पान घाममा सुकाएको थिएँ। यो चाहिँ मेरो 1 केजी आँप हो है। अनि हाम्रो खटीमिठीको लागि चाहिँ जति हाम्रो आँप हुन्छ त्यतिकै बराबरको हाम्रो चाहिँ चिनी राख्नुपर्ने हुन्छ होइन। यो मेरो 1 किलो आँप हो भने मैले 1 किलो चाहिँ मैले यहाँ सुगर लिएको छु है। यो चाहिँ हाम्रो सुगर हो। अब चाहिँ हामीले यो आँपमा अनि चिनी हाल्ने। चिनी हालिसकेपछि यसलाई एकदम मजाले मिक्स गर्ने है। यसलाई एकदम राम्रोसँग मिक्स गरेर लगभग हामीले चाहिँ 10-15 मिनट यसलाई राख्नुपर्छ। यसलाई चाहिँ हामीले एकदम मजाले मिक्स गर्ने है। एकदम राम्रोसँग चिनी र हाम्रो आँप चाहिँ एकदम मजाले मिक्स हुनुपर्छ है। हेर्न सक्नुहुन्छ है। यसलाई चाहिँ मैले एकदम राम्रोसँग मिक्स गरिसकेको छु है। अब मिक्स गरिसकेपछि यसलाई चाहिँ मैले 10-15 मिनटको लागि चाहिँ छोपेर राखिरहेको छु। ल है, अब यसलाई चाहिँ ओपन गरेर हेरौँ है। 15 मिनटपछि चाहिँ हामीले ओपन गरेर हेर्दाखेरि चाहिँ हाम्रो आँप र चिनी चाहिँ यतिको हुँदो रहेछ है। हेर्नुहोस् यसमा चिनी तपाईँको मेल्ट हुँदैछ। चिनी मेल्ट भएर तपाईँको पानी जस्तो निस्किँदैछ। अब यसलाई हामी बनाऊँ है। ल अब चाहिँ हामीले खटीमिठी बनाऊँ है। सुरुमा चाहिँ मैले ग्यास बालेर चाहिँ मैले कराई बसालेँ है। अब कराईमा मैले चाहिँ हल्का यो तपाईँको तोरीको तेल हालेँ है। अब यो तेललाई चाहिँ एकदम पकाउनुपर्छ। तेल चाहिँ एकदम तातेको हुनुपर्छ है। तेल चाहिँ हाम्रो तातिसकेको छ है। अब यो तेलमा चाहिँ मैले 5 फोरन हाल्दैछु है। यो 5 फोरन चाहिँ अलि कालो हुनुपर्छ। अलि कालो भइसकेपछि चाहिँ हामी यसमा चाहिँ आँप हाल्नेछौँ यसमा। हेर्न सक्नुहुन्छ है, हाम्रो फोरन चाहिँ कालो भइसकेको छ। अब चाहिँ यसमा मैले आँप हाल्दैछु है। आँप हालिसकेपछि यसलाई चाहिँ हामीले राम्रोसँग चलाउने होइन। हेर्नुहोस् यस्तो हुन्छ है। यसलाई चाहिँ एकदम राम्रोसँग चलाउने। चलाइसकेपछि यसमा चाहिँ हामीले स्वाद अनुसार नुन, त्यसपछि हामीले चाहिँ यसमा बेसार, खुर्सानीको धुलो, त्यसपछि चाहिँ हल्का जिरा धनिया हालिदिउँ है यसमा। यति हालिसकेपछि चाहिँ यसलाई एकदम राम्रोसँग चलाउने। यसलाई एकदम राम्रोसँग मिक्स गर्ने है। हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ अहिले यस्तो देखिरहेको छ है। यसको फाइनल लुक अहिले एकछिनमा आउँछ। हेर्न सक्नुहुन्छ अहिले चाहिँ हाम्रो आँप यस्तो भएको छ है। हेर्नुहोस् है, हाम्रो अचार चाहिँ पाक्दैछ। यसलाई चाहिँ तबसम्म पकाउने जबसम्म चाहिँ यसको यो पाक भनौँ न, हाम्रो चिनीको पाक चाहिँ जबसम्म अलि बाक्लो हुँदैन तबसम्म चाहिँ यसलाई पकाइरहनु पर्छ। सानो आगो गर्ने र यसलाई पकाइरहने। हेर्न सक्नुहुन्छ है, अहिले चाहिँ हाम्रो यतिको भएको छ अचार है। खटीमिठी चाहिँ हाम्रो यतिको भएको छ। लगभग पाक्ने बेला चाहिँ भइसकेको छ। अबको 5-10 मिनटमा यो पाक्छ हाम्रो। सक्नुहुन्छ साथीहरू, मेरो अचार चाहिँ रेडी भयो है। यो चाहिँ मेरो कोरेसोले कोरेको खटीमिठी फाइनली रेडी भयो। हेर्न सक्नुहुन्छ है, यसको कस्तो राम्रो बाक्लो लेयर बसेको छ होइन। यसको मतलब चाहिँ हामीले
खटी मिठी अचार चाहिँ रेडी